नमस्ते सबैजनालाई मेरो न्यू ब्लगमा वेलकम छ। अनि मर्निङ टाइम मैले भिडियो रेकर्ड गरेन, सो डाइरेक्टली डेबाट स्टार्ट गरेँ। अनि हामी चाहिँ खाजा दिनुको लागिलाई जाँदैछौँ। अनि खाजा चाहिँ कसलाई भन्नुहुन्छ भनेदेखिको हाम्रो घरको पानीको पाइप तान्नेहरूलाई खेतालाहरू हुनुहुन्छ नि त, उहाँहरूलाई हामी खाजा पुऱ्याउन जाँदैछौँ, म र मम्मी। सो हामी चाहिँ पुगेर पनि खाजा दिँदैछौँ। 2-3 जनाले अगाडि नै खाइसक्नुभयो अनि 2-3 जना चाहिँ पछाडि खाँदै हुनुहुन्छ। साह्रै अप्ठ्यारो ठाउँ र पनि यहाँनिर चिया बगानमा चाहिँ पुरा अहिले चिया टिप्ने यस्तो अप्ठ्यारो ठाउँमा पनि काम गर्नुहुन्छ क्या यहाँनिर चाहिँ। लु हेर्नुहोस् त हाम्रो खानेपानीको पाइप तान्नेहरू यस्तो अप्ठ्यारो ठाउँमा काम गर्दै हुनुहुन्छ। मलाई चाहिँ देखाउँदै हुनुहुन्छ नि त, यो ठाउँबाट लानुपर्ने हो पाइप भनेर सुन्दाले देखाउँदै हुनुहुन्थ्यो। यस्तो अप्ठ्यारो बाटोबाट लाँदैछ नि त, धेरै टाढो हो क्या यहाँ चाहिँ। यो ठाउँदेखिको हाम्रो घर पुग्नु धेरै टाढो पर्छ। अनि पानीको मुहान चाहिँ जुन मेन ठाउँ छ नि त्यो चाहिँ यो साइडपट्टि देखाउँदै हुनुहुन्थ्यो नि त, कहाँ देखिँदैन यहाँबाट त। पुऱ्याउनु पर्ने चाहिँ यो पारिनिरै हो, धेरै टाढो छ। यो चाहिँ फर्स्ट डेको हो, जुन दिन फर्स्ट काम स्टार्ट गरेको डेको भिडियो हो, जो कि कम्ती नै गरेको छु। अब चाहिँ नेक्स्ट डेको भिडियो हो। हामी फेरि पनि खाजा दिनको लागि आएको छौँ। पानी चाहिँ यहाँसम्म आइपुग्यो आज दोस्रो दिन र पुऱ्याउनु पर्ने चाहिँ यो पारिनिर हो। यस घर आइपुग्न लाग्यो। अब चाहिँ आज त पुग्छ बेलुकासम्म त। अनि यहाँ चाहिँ सबैजना खाजा खाँदै हुनुहुन्छ। हेर्नुहोस् त, सबैजना बसेर मजाले खाजा खाँदै हुनुहुन्छ रोडको छेउमा नै। भिडियोमा भक्कु ढाँटेम लाइक र सब्स्क्राइब चाहिँ गरिदिनु है हाम्रो भाउजूको च्यानललाई। यतिको चाहिँ हुनुपर्ने हो नि त मान्छे चाहिँ। मेरो जेठी बुवाईलाई सबले मागेर भिडियोलाई चाहिँ सब्स्क्राइब गरिदिनु होला गाइज। काटन पनि सुन्नु, काटनको जान्दैन त्यो पाइपबाट यस्तो निकालेर हुत्तै गरेको पानी आएर त्यहाँबाट चाहिँ यस्ता निकाल्नुपर्ने हुन्छ। पानी चाहिँ मुखमै गरेर चाहिन्छ। उहाँले पारिदिइरहेको घरतिर। तिम्रो हातमा गरै छ त, अनि यस्तो ड्रेसमा हुँदा हुँदैन नि। म त सबै कमेन्टमा भनिदिन्छु नि, खाजा लिएर मात्रै आएको भिडियो गरेर अनेक ड्रेस चुल्टे भएको अनि यहाँ चाहिँ हाम्रो बाबा आप्पाहरू खाजा खाएर पनि काम गर्नु सुरु गर्नुभयो। सो चियाबारीमा अप्ठ्यारो छ भन्दै हुनुहुन्थ्यो नि त, उनीहरू पनि चियाबारीमा अप्ठ्यारै हुन्छ काम गर्नको लागि। अनि पाइप तान्ने काम सुरु भयो फेरि पनि। अनि आप्पा अनि यो पारिनिर चाहिँ हाम्रो भाइ काका हुनुहुन्छ, हाम्रो कान्छा काका। सुरु अगाडिमा चाहिँ कान्छा काका नै अगाडि पाइप लिएर हिँड्दै हुनुहुन्छ नि त।
फाइनली पानी पनि ल्याइपुर्यायो घर। जतिजना हुनुहुन्छ काम गर्ने उहाँहरू सबैजनालाई थ्याङ्क यू सो मच भन्न चाहन्छु। जे होस् पाइप टाँगेर पानी चाहिँ यहाँसम्म ल्याइपुर्यायो। अब अझै पाइप पुर्न टाइम लाग्छ। अनि प्लिज हजुरहरूले भिडियो हेर्दै हुनुहुन्छ भने सब्सक्राइब गर्न चाहिँ नबिर्सिदिनुहोस् होला। थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो।